यो बाख्रालाई नि घाँस काट्दा काट्दा खै जवानीको कोही झालै पाउँदैन यार। आज त तल दाले उयो भन्दै थियो उयो ल्याउनु भनेर खसी भन्दै रहेछु। फेरि माउ ल्याउनु भन्दैछु, अलिक सन्तान ठुलो बनाऊँ भनेर सोचेको। तल हेरौँ त झिलिमिली र खिलिमिली के गर्दैछ। तल हाल नि खै चारो पानी खान्छस्? पानी खाला बारी बारी खान्छस् खै। खाना खाइस् खै? यो दुईजना त अटेरी भएको रहेछ त। यत्रो भारी यो हले खान्छ भनेर ल्याएको है। आम्मामामामा नहेर त्यसरी काटेर खान्छु नि फेरि। अहिले म खाँदिनँ यत्रो ल्याएको हो। अब यो होला नि घाँस दिने बेला त भयो। बेसी दिदिनँ, अलिअलि चाहिँ दिइराख्छु छु है। बच्चा हालेर त दिइराख्छु हो। यो अर्को उहिले त अघि खाएको यो कोटै कहाँ गयो यो मुन्टिने यो काम गर्ने बेलामा आउँदैन, कहाँ जान्छ हौ काम गर्ने बेलामा मात्रै। हेत्तेरी सबै मैले हेर्नु पर्छ क्या। ल खाँदै तोड छुकछुक भएको छ है भन्दैछु है। अनि म सोतोर्दिनँ है, सुताउँदिनँ नि फेरि साह्रो हगेको फेरि। यो आङ्कालुङले त साह्रै गरिसक्यो त मलाई त। बाख्रालाई घाँस पनि मै काट्नु अरे, ऊ दानामी बनाइरहेको छु हो। अब पानी पनि तताउनु पर्छ यो आगो फुकिकन। यसलाई त म भाइ नभनी हान्छु होला हौ कुन दिन। ओइ आङ्कालु यहाँ आइज। बेसी बोल्दैछ चाहिँ म अहिले बीको झर्दालाई अहिले त्यहीँ पुक्लुक्कै पारिदिन्छु। अहिले काम गरेको देखिनस् यहाँ पानी फुक्यो भन्दा जाँदा धमास पिट्दैछ त। आज तल जानुपर्छ दाकोमा। ए कस्तो छ हौ यार काम हानु थियो म त। कामै गरेको चाहिँ देख्दैन त मलाई त। ओइ निक्ली दिन्छु बुइको ल्याउनु। त मैले डराउँदैछ त्यति काम गर्नु सक्दैनस् र त म आङ्कालुङ नभनी हाल्नु क्या। अनि तेरो म अहिले निकै फुर्कीहरू बढेछ दिन्छु अहिले मैले। जा छिटो काम गर्नु। अहिले आउँछस् कि माउ ल्याउनु जानुपर्छ भन्छु। अनि म दिन्छु अहिले यो दौडा आगोमा हालेर पछि। ओइ उकालो कता उकालो बेला हानु क्या ढुङ्गाले यसलाई त म लिएको नि यस्तै हो क्या। एक्लै जानु अब घन्टा जस्तो। बाख्रा ल्याएपछि गोठमा राखेको बस्ला यो अर्को महिना त 6-7वटा त बेसी भयो होला। 4टा जस्तो निकाल्न। कस्तो तर्सेको हेड टर्साएको होइन त। 4टा जस्तो त निकाल्दैन ल, अलिक सन्तान ठुलो बनाऊँ न। मेरो माउले त अब मिठो अहिले हिँड्छु नि त। अब उसलाई त खानै पर्यो होइन। यहाँ राखिराख्छु। यो कोटेन कहाँ गयो आगो फुक्ने बेला भइसक्यो। खै डोस पुऱ्याउनु जान्छ उहाँ चाहिँ के लत लायो खेत। ओइ आङ्कालु आङ्कालु के भयो तेरो के बेला हो आउनु पर्ने उयो चाहिँ के हो भने त मेरो आँखा फुटेको आइज लट्ठी नदेखा दाजुलाई अहिले लट्ठीले अहिले त्यहाँ पुलकै पारिदिन्छ के भयो लेस जस्तो भन्दा कहाँबाट लिएको तँ चाहिँ काम चोर र डोस ल्याउने यहाँ लिएर आएको छु यहाँ। यो महिना त 4टा त कन्फर्म दिन्छ यसले। छेच यो बाख्राले मलाई हेरेन 4टा निकाल्ने यसले एउटा पनि दिँदैन तँलाई। कसको लिएको भन् त लो मैले कसकोबाट लिएको? तल भालुदाबाट लिएको। उही त्यो भालुदा तल किन के भयो? त्यो विक्रम बडाक छोरा फुट यहाँ देख्दैछस् यो कालो मो मैले त्यहाँबाट लिएको अस्तिको महिना। एउटा पनि मुस्किलले बेएर ऊ थन्किरहेको छ यहाँ। यो झिली र मिली त मैले लिएको नि त अरू 2टा सेतो त। यो माउले त तैँले छान्नु नजानेको। यहाँ छानेको माल के हुन्छ? यहाँ छानेको माल हुँदैन भाइ, यसले बेहुँदैन कि तँले भालुदाले कन्फर्म देख्छ के मलाई बेउ छ भनेर कन्फर्म देख्छ। तँले गलत गरेछस् भाइ। यसो 10 वर्ष 15 वर्ष भएको एक्सपिरियन्स यहाँ बाख्रा खोज्ने होइन। 15 वर्ष एक्सपिरियन्स हेरे डोस खाने भन्न बुढु
बाख्रा बुझ्यो दोस्त त मेरो होइन फेरि तँ अहिले दिन्छु अहिले खुट्टा टङ्ग्नेहरू बचाउने गरी होइन हौ भाइ तँलाई चाहिँ के हप्पिटी छ भालु जान्छ तल हावा 3 घन्टा पछाडिको बेला यो त भालुदाको साइकल हो क्या है भालुदाले साइकल कुदाउँछ ट्राई गर्छु नि मरे हो ब्रेक त छैन क्या ब्रेक छैन क्या मलाई चिना माउ हेर्थ्यो नि त हजुर दा के रे हो दा अस्ति भनेको हौ अस्ति भनेको भाइ कस्तो ठिकै छ नि काम गर्ने हो भाइ मेरो गर्नेहरू हेर अब यस्तै ए दा मेरो यस्तै छ हेर भाइ झिली र मिली दा माथि छ झिली मिले त झिली मिली छ? कता हो ओ भाइ यो त म दिनु सक्दिनँ हो हजुर यो चाहिँ मन यो पर्यो चाहिँ? हजुर मलाई त्यही मन परिरहेको छ हेर भाइ योभन्दा 2 महिना अगाडि चाहिँ नि यसले हजुर 4टा ब्याग हो हो र दा 4टा ब्याग हो हेर त भाइ लु पत्याउँदैन होला ऊ झिली र मिली त माथि लग्यो होला अर्को हजुर यो दुईटा यसकै बच्चा हो यसकै हो अलिक ठुलो हो हाम्रो त अलिक सानो छ नि सानो छ? सिङ पनि हजुर हजुर यो पालि त्यसले त 6वटा ब्याउँछ भाइ छवटा बेउ छ कन्फर्म कसरी थाहा भयो कन्फर्म त तपाईँ अब मेरो बाख्रा हो भाइ मलाई थाहा हुँदैन 6वटा ब्याउँछ यसले के गर्ने हो कति जस्तै होला त यसको अब तिमी मेरो भाइ पऱ्यो मिलाएर देऊ न लु भन कति दिन्छ तपाईँ भन्नु न हामीलाई त अलिक पारा छैन हो अब अलिकति तपाईँले कति भन्छ अब यतिकै 1500 देऊ न भाइ अन्त सौ कहाँ हो भाइ 1500 तिमीले अब यो मौ पाउँछ भने त अब मलाई ल्याइदेऊ न अन्त 1500 अन्त म तिमीलाई दिन्छु 15000 15,000 दा अब तिमीलाई भाइ भनेर डिस्काउन्ट पनि गरिदिन्छु 15,000 त बेसी भयो 16 हो 15,000 बेसी भएन हौ हेर भाइ अस्तिको पालि यसले 4टा ब्याग हो हजुर यो पालि त 6वटा छ अब बाख्रा म पनि लैजाउँ त हो कि त एक्लै सार्नुपर्छ भाइ दाजु भाइ छ नि कोटे काम गर्दैन डोस ल्याउनुमा जान्छ अब हेर भाइ अब के गर्छ अब यसले यो पालि त 6वटा ब्याउँछु भन्दैछ मलाई अब हजुर अब तिम्रो दाजुको सुन्नु कि यसको सुन्नु लु भन भाइ यसले त मलाई 6वटा ब्याउँछु भनिरहेको छ हो हेर मलाई मसँग त डेली बात मार्छ भाइ यो पालि त 6वटा ब्याउँछु भनेको छ हो कि होइन हो 13 सक्छु होला हौ लास्ट 13 के गर्नु दिन जान्छस् 13मा जान्छस् तँ तँ जान्छस् 13मा भन् त कतिमा जान्छस् मलाई भन्दा भाल्दा त बाउले छ यसले त नि भाइ मलाई 14मा जान्छु भन्दैछ लु लास्ट 14 त अब लु भाइ 14 लु फाइनल 6वटा दिन्छस् कि दिँदैन सेपाली भन्दै त ठिकै छ दा तपाईँको उयो वचन सुनेर ल अब 6वटा दिन्छ भन्ने छ हो 14मा हुन्छ बेलुका म उता जिपे गरिदिन्छु ल जिपे त अब के भन्नु ल बेलुका गरिदिउँ न ल तर म उयो काइला काकाको दोकानमा गएर गरिदिन्छु ल लगाएको दोकानमा मेरो उयो छ आइडी गुगल पेको हजुर हजुर छ छैन भने कल गर्नु म अहिले पठाइदिन्छु ल त्यसो भए बाख्रा के गर्नु लाने कि लानुपर्छ अब नै लाने पछाडि निकाल्दिनु जुन त पछाडि निकालिदिनु निकालेर सिधै माथि खोल्नु ल ल भाइ 2 महिना पछिको कुरा 2 महिना भइसक्यो दाले त यो भइरहेछ फेरि हेलो हेलो ए भालु दा भन त भाइ होइन हौ अबै 2 महिना त भयो हो दा भुँडी पनि जस्तोको तस्तै छ कोटेले केही नगर्ने त्यसले त याद गरेछ भुँडी त जस्तो छ दा त्यसले भनेको सही हो क्या दा त्यस्तो होइन नि आउँछ नि बिस्तारी आउँछ तिमी टेन्सन नलियो न आउँछ बिस्तारी अन्त दा 2 महिना भइसक्यो खै अन्त खै आउँदैन केही कहिले आउँछ होइन अलिकति भए न भुँडी अलिकति चाल पाउँछ नि त भ्याउन आँटेको के सङ्केतै दिएको छैन ल म अहिले काम गर्दैछु तिमीलाई बात गर्छु नि ल भाइ ल ल 4 महिना पछि बाख्राको केही पनि बदलाव भएको छैन होइन 4 महिना भइसक्यो
माउ जस्तोको त्यस्तै छ त आज एक बेला फर्काउला नि यो भाइ रिसाउ फेरि थम्किन आउँछु ओ भालु दा भन त भाइ अब ज्यादै भएन अब आम्मा 4 महिना भइसक्यो खै के सङ्केत पनि छैन न त्यसरी त कहाँ हुन्छ हो अन्त आम्मा हो हेर्नु त लो 14,000 त तपाईँको लो वचन सुनेर ल 4 बेउछ अरे एउटा के गऱ्यो हग्छ यति हग्यो सोड्यो घाँस काटेकोले यहाँ हात छाला उडिसक्यो अब बेसी हुने कि भाइ 2 वर्ष जस्तो पर्ख के सिधै ठुलै खसी भएर आउँछ अरे नि ल जिस राह पे तुम चल रहे हो बेटा एक दिन पूरी तरह फंसोगे खुचिङ ठिकै पऱ्यो होइन मैले भनेको थिएँ त्यसलाई अस्तिको वर्ष अहिले यस्तो हुन्छ देखिस् बेच बाख्राले कत्रो बेच है अम्म पढाखोरमा हेर्नु जाँदा आङ्कालुङ त त्यसै हामीले नाम राखिदिएको त अन्त अहिले ढुक्कै पऱ्यो होइन साला गएको म डोस खानु के गर्नु भन्यो अब त छ्या पैसा पनि बाँकीमा आएछ उता यता गएर जिपे गर्दै थिएँ जिपे भने गान पे भएछ लाग्दैको मन आज त मन आज रोस हुन्छ पर्खी म जाँदैछु एकचोटि फेरि हाँसौँ